उता सारिदिने बेला पो भयो अब नानीहरू त कसरी सारिदिनु नि अब हातको विष लाग्छ होला बच्चा लक्कै पक्रेर राखिदिने बेला भयो उसको आमा बाकोमा आमा खोज्दैछ कोल्चेर मार्छ होला नि नानीहरू यो चाहिँ फ्याँकिदिनुपर्छ यसले काट्छ हेर्नुहोस् है नानी उसको माउने आज उसको बच्चा यो खराले काट्छ होला अब सबै गरिदिने बेला भयो निकालिदिने बेला भयो हेर्नुहोस् है खराले अहिले ब्याएको छ त्यसको माउने आज अब खाना दिने बेला भएछ